गुड मर्निङ साथीहरू, सन्चै हुन्छ। थाकेर आएको छु, यहाँ ठ्याक्क बसेँ। लट्टे साग कस्तो राम्रोसँगले भइरहेको थियो है। यो लट्टे है, यो चाहिँ लट्टेले चाहिँ जताततै उम्रिन्छ, 2-4वटा बोट, अनि ठ्याक्क एउटा ग्रो ब्यागमा 3टा ट्याक्क रोपिदिन्छु। अनि मल माटो टाइममा हालेपछि यस्तो मजाले भइराख्ने क्या। हेर्नुहोस् त, अब यहाँ माथि केलाउनु अल्छी लाग्यो कि पानी परेर गजङ गजङ भएको छ नि त। यहाँ चिया खाँदै केलाउँछु भनेर आएँ, यसो बसेर है। अनि है चुकुन्दर पनि उखालेकै थिइनँ कि, यहाँ न त्यसै ल्याएको छु उखालेर। सबै केलाउनु पर्ने छ, अल्छी लाग्यो, दिक्क लाग्यो। अनि त्यहाँ उभिँदा उभिँदा काम गर्दा 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 हेर्नु न। अन्त अब यहाँ बस्दै केलाउँछु भनेर चुकुन्दर यति चाहिँ बाँकी रहेछ। यस्तै छ साथीहरू, के गर्दै हुनुहुन्छ, के लगाउनु भएको छ कोसीमा अर्ग्यानिक तपाईँहरूको? मेरो चाहिँ यस्तै छ, काउली खाइसकेँ है। सागहरू चाहिँ यति मजाको भएको छ है। अरू यस्तै तरकारी हुँदैछ अलिअलि, कुनै खाली हुन्छ फेरि केही रोप्दै दिँदैछु यस्तै हेरेर।